भ्रष्टाचार मुक्त जस्तो समाजको परिकल्पना गरेका छन् त्यस्तो समाज बनाइ छाड्ने संकल्पमा हामी अगाडि बढौं। हामीले यो अपिल देशैभरि गरिसकेका छौं र आज शपथ ग्रहणपछि अब संगठनको कामलाई पहिला हामी केन्द्रीय संरचनालाई पूर्णता दिने काम गर्नेछौं। यसको लागि सचिवालय, पोलिटिकल कमिटी लगायतका संरचनाहरूलाई हामीले गृह कार्यता गरिराखेका छौं। छिटोभन्दा छिटो त्यसलाई अन्तिम रूप दिनेछौं। हामीले कार्य विभाजन गरेर सबैलाई आफ्नो जिम्मेवारी के हो भन्ने कुरा परिभाषित गरेर काममा खटाउने हामीले कोसिस गर्नेछौं। हामीले त्यो कोसिस गर्नेछौं र संगठन तलसम्म प्रदेश, जिल्ला, इलाका, वार्ड र गाउँ टोल तहसम्म पनि पार्टी संगठन, जनवर्गीय संगठन, विभिन्न मोर्चा संगठनहरू निर्माण गर्ने कुरालाई तपाईँ हामीले गम्भीरतापूर्वक लिन जरुरी छ।